यति बेला हामी डाक्टर नवराज लम्सालसँगको यो बसाइमा छौँ। हामी सुन्ने गर्थ्यौँ रेडियो नेपालमा शनिबार दिउँसो 2 बजे कार्यक्रम मधुवन। हामी त मधुवनमा त बसेका होइनौँ। यति बेला हामी थुम्के साहित्यिक समूहले जुटाएको यो भेटमा हामी नयाँ बजारमा छौँ। सर, यहाँलाई स्वागत छ माइजोकमा। धेरै धेरै धन्यवाद। खास गरी तपाईँ माइजोकमै आउनुभएको छ, यो पहिलो पटक आउनुभएको छ। इलामै पहिलो पटक हो कि या त अरू बेला आइपुग्नु भएको छ? इलाम त म 53-54 सालदेखि निरन्तर छु। म कति पटक आएँ हिसाबै छैन, धेरै पटक आएँ। तर यो माइजोगमा चाहिँ म पहिलो पटक आएको। यो नयाँ बजारमा यहाँ चाहिँ पहिलोचोटि आइपुगेको, बडा सुन्दर लागिरहेछ, आनन्द लागिरहेछ। हिजोदेखि यहाँ चाहिँ माइजोगमै हुनुहुन्छ। आज हामी बिहान चाहिँ मलुपोखरी पुग्यौँ। अब केही पछाडि हामी बालागुरुको तपोभूमिमा पुग्दैछौँ। बालागुरुले तपस्या गरेको ठाउँमा पुग्दैछौँ। यो बालागुरुको एउटा तपोभूमि पनि हो। यहाँ चाहिँ एउटा साहित्यकार पनि हुनुहुन्छ, साहित्य जगतमा हुनुहुन्छ। यो ठाउँ कस्तो लाग्दैछ थोरै बताइदिनु। यो अत्यन्तै सुन्दर छ। मलाई एक प्रकार त इलाम त्यसै पनि सुन्दर लाग्छ। भुवि शेरचनले एकचोटि भन्नुभएको थियो अरे, इलामको सौन्दर्य 75 जिल्लामा छरौँ छरौँ लाग्यो भन्नुभएको थियो अरे। त्यस्तै यहाँको सुन्दरता, यहाँको प्रकृति, यहाँका श्रमजीवी किसान, यहाँका मजदुर, होइन, यहाँका उद्योगपति सबैको ठुलो उत्साह छ। यहाँ चाहिँ जो चिया, अलैँची, उलन, होइन, अरू धेरै चिजहरू छन् र यहाँको सुन्दरताको एउटा विशिष्ट पहिचान छ। हिजो म आउँदाखेरि दिउँसो मध्याहमा आइपुगेको थिएँ अनि घाम लागिरहेको थियो। बिहान म झापाबाट उकालो लाग्दाखेरि चरक्क घाम लागेको थियो अनि बेलुका यहाँ आइपुग्दाखेरि धुम्म भइसकेको थियो अनि फेरि पछि घाम लाग्यो। हामी साँझ पनि एक चरण घुम्यौँ, डुल्यौँ, रमाइलो गऱ्यौँ अनि साँझ फेरि झमझम पानी पऱ्यो। त्यो प्रकृतिको तत्काल भएको त्यो परिवर्तन बडा आश्चर्य लाग्दो थियो। र बिहान म राति यस्तो मिठो निदाएँ र बिहान 4 बजी भ्युजेँ। 4 बजीदेखि म यहाँको सुन्दरता हेरिरहेको छु, साथीहरूसँग सम्पर्कमा छु। बिहानै हामी तल गयौँ, मल्लुपोखरी गयौँ। मल्लुपोखरी पुगेपछि एउटा अद्भुत के लाग्यो भने त्यहाँ किराँत धर्मको एउटा ठाउँ, होइन, त्यो एउटा धार्मिक स्थल, उतापट्टि शिवजीको मन्दिर, त्यो पोखरी अनि त्यो पानीले आफै बज्दै गरेको एउटा घन्टी, त्यहाँको हरियाली, त्यहाँको सुन्दरता, त्यहाँको शान्ति, त्यहाँको स्थानीयहरूले भनेको यो पोखरी मैलेला कि भनेर गरेको चिन्ता, त्यो सबैसँग धर्म, संस्कृति, प्रकृति, पर्यावरण सबै जोडिएको, मान्छेको चेतना जोडिएको। र आज दिउँसो दिनभरि यहाँ 24 जना भाइ बहिनीहरूका कविताहरू सुने, अरू मन्तव्यहरू सुने। दिनभरि हामी नाचहरू हेऱ्यौँ, किसिम किसिमका नाचहरू। यसबाट म यति धेरै खुसी, यति धेरै पुलकित भएको छु। यहाँ मैले धार्मिक सन्दर्भहरू हेरेँ, सांस्कृतिक सन्दर्भहरू हेरेँ, सभ्यताको सन्दर्भहरू हेरेँ, कला, साहित्य, संस्कृति हेरेँ, चियाहरूको बहस हेरेँ, चियाको उत्पादनसँग जोडिएको बहसमा चिया मजदुरलाई राखेर बहस गरेको। आज कतै मेला जानु पर्ने थियो कि कतै काममा जानु थियो कि यहाँ आएर तपाईँलाई अप्ठ्यारो त परेको छैन भन्ने खालको प्रश्नबाट सुरु गरेको त्यो हेरेँ। यो सबै कुरा हेर्दाखेरि मलाई साँच्चै एउटा अद्भुत, हिजोदेखि आजसम्मको बसाइ नि म अर्कै संसारमा, अर्कै लोकमा, अर्कै दुनियाँमा आए जस्तो त्यो शान्ति, त्यो सन्तोष, त्यो आनन्द, त्यो सद्भाव, त्यो हार्दिकता, त्यो प्रेम, त्यो उल्लास देखिरहेको छु। हजुर, खास गरी हामी यति बेला बालागुरुको भूमिमा छौँ। यो भूमि चाहिँ बालागुरुले, सन्त बालागुरुले पनि यहाँ चाहिँ तपस्या गरेको एउटा भूमि पनि छ। केही समयमा हामी पुग्छौँ त्यहाँ, उहाँले तपस्या गरेको ठाउँमा। यहाँलाई थाहा थियो कि थिएन बालागुरु जस्ता महान व्यक्तिहरूले चाहिँ यहाँ तपस्या गर्नुभएको भन्ने कुरा? मलाई अलिकति थाहा थियो, जति यसपल्ट त थाहा पाउँदैछु त्यति थाहा थिएन। तर मैले कुनै पुस्तकमा कतै पढेको थिएँ, उहाँ चाहिँ कुनै एउटा परिवारमा जन्मिनु भएको थियो र पछि गिरी हुनुभयो भन्ने खालको कुरा मैले सुनेको थिएँ। अनि यहाँनिर कहाँनिर होला भन्ने थियो। पहिला सुरुमा सुन्दा बालागुरु भन्दा त मैले बालागुरु षडानन्द भन्ने अर्थमा पनि लिएँ, होइन। अनि मैले तत्कालले सोधेको थिएँ त्यति बेला, तर पछि यहाँ अर्कै हो, उहाँले स्थापना गर्नुभएको भन्ने भएपछि त्यो एउटा खोज्न लागेको पहिचानको कुरा रहेछ। यो सहर बसालेको, यो बस्ती बसालेको, यहाँ मान्छेहरूको सुख दुःखसँग जोडिएका धेरै किंवदन्ती कथाहरू रहेछन्। त्यो इतिहासको खोज्नुपर्ने ठुलो र महत्त्वपूर्ण पाटो हो। त्योभन्दा बेसी पनि यहाँका भाइ बहिनीहरूले आज जो कविता सुनाए नि, 8, 9, 10 का 24 जना भाइ बहिनीहरूले जो कविता सुनाए, तिनीहरूको कवितामा म कविताको सुन्दर भविष्य देखिरहेको छु। हामी अलिकति केही अगाडि फर्क्यौँ न। यहाँ रेडियो नेपालमा चाहिँ रहँदा करिब 700 जना यहाँका कर्मचारी पनि हुनुहुन्थ्यो, 700 भन्दा अझै धेरै पनि हुनुहुन्थ्यो होला। जिल्लामा रिपोर्टर हुनुहुन्थ्यो, यहाँ रेडियो नेपालको निर्देशकसम्म रहनुभयो। हामी सुन्ने गर्थ्यौँ कार्यक्रम मधुवन। त्यो मधुवन कार्यक्रम कसरी सुरुवात गर्नुभयो? अलिकति हामी अगाडि फर्क्यौँ न। हाम्रा चाहिँ यहाँका श्रोताहरू हुनुहुन्थ्यो होला धेरैजना, उहाँलाई अलिकति बताइदिनु न।
मलाई पहिल्यैदेखि 2-3वटा कुरा नयाँ गर्न मन लाग्थ्यो। रेडियो नेपाल राष्ट्रिय रेडियो अहिले परिपक्व नवरालम साल भन्दा पनि 27 वर्ष अघि मधुबन सुरु गरेर मैले हप्ताको 1 घन्टा साहित्य भनेर 27 वर्ष बिताएँ। मधुबन 27 वर्ष भएको थियो। अहिले त प्रसार हुँदैन जस्तो लाग्छ। 27 वर्षको मधुबन अहिले चाहिँ प्रसारण बन्द भएको छ। अनि त्यहाँ चाहिँ म समाजसँग जोडेर, साहित्यलाई समाजसँग जोडेर, निरर्थक साहित्य होइन, आलाप प्रलाप मात्रै होइन, साहित्य समाजसँग उठ्नुपर्छ, संस्कृतिलाई टेकेर उठ्नुपर्छ, प्रकृतिलाई टेकेर उठ्नुपर्छ, मान्छेको संवेदनालाई टेकेर उठ्नुपर्छ भन्ने लाग्छ। त्यो जोड्न चाहन्थेँ। अनि त्यो बेला लाइभ गर्थ्यौँ हामी कार्यक्रम। अनि त्यसपछि मैले भन्ने गर्थेँ साथीहरूलाई, तपाईँहरूलाई मन पर्यो कुनै कविको 4 लाइन कविता पनि सुनाउनुहोस् है, फोन त गर्नुहोस् तर फोनका लागि फोन नगर्नु, 4 लाइन कविता सुनाउनुहोस् भन्थेँ। अनि त्यो भन्दै 1 वर्ष हामीले त्यस्तै चलायौँ 53 देखि 54 सम्म। अनि 54मा 1 वर्ष त्यस्तै चलाउँदै जाँदाखेरि एउटा नाम राख्ने भन्ने कुरा हो। मैले श्रोताहरूलाई भने विभिन्न नाम पठाउनुहोस्, विभिन्न मान्छेले विभिन्न नामहरू पठाउनु हो। त्यसपछि मलाई यो मधुबन भन्ने नाम पहिलेदेखि मन पर्थ्यो। अझ भनौँ मेरो घर धादिङको ज्याम्रुङबाट पारे एउटा गाउँ थियो मधुबन भन्ने। त्यो सानैदेखि बाहरू त्यो मधुबनमा केही खोज्न केही किन्न पऱ्यो भने मधुबन गाउँमा गयो भने किन्न पाइन्छ भन्ने खालको कुरा गर्नुहुन्थ्यो। त्यो मधुबन नामले मलाई प्रेम लागिरहेको थियो। साहित्यसँग मधुबन जोडिएको। अनि त्यही नाम राखौँ भने मैले श्रोताहरूलाई, मलाई फोन गर्नेहरूलाई भने लाइभमा कार्यक्रम नाम मधुबन राख्ने मेरो इच्छा छ, तपाईँहरू के भन्नुहुन्छ भने भोटिङ जस्तो गरेँ। सबजना खुसी हुनुभयो, नाम राखेँ। त्यही नाममा मैले 27 वर्ष कार्यक्रम चलाएँ र बाहिरेँ। अहिले संविधा बढाएर रमाइलो लाग्छ। हजुर, त्यो बेलाको छेड चाहिँ साह्रै रमाइलो। जागिर मेरो 5 वर्ष बाँकी हुँदैन। तपाईँलाई भन्नुभएको जस्तो अब मलाई लेखौँ, अलि पढौँ, अलि रिसर्च गरौँ, अलि खोजौँ। लेख्नको लागि लेख्नुभन्दा नि अलिकति पढेर खोजेर लेखेर गरौँ। र मैले आर्जेको ज्ञान 30 वर्ष रेडियोमा काम गरेँ, 10 वर्ष BBC नेपाली सेवामा काम गरेँ। मैले आर्जेको ज्ञान, मैले किताब लेख्दाको ज्ञान, मैले जिल्ला जाँदाको ज्ञान र मैले जे चिज पाएको छु। मैले मेरो पहिलो कविता सङ्ग्रह 2041 सालमा छापिएको, के अरे पहिलो कविता 2041 सालमा छापिएको सङ्ग्रह 60 सालपछि छापिएको। त्यो यो 40-41 वर्षमा जुन कवितामा गीतमा छु, 40-41 वर्षमा मैले आर्जन गरेको कुरा म 40-41 मिनट सँगै राखेर भाइ बहिनीहरूलाई भन्न चाहन्छु। उनीहरूबाट कोही निस्किउन्। आज त्यो पहिलो हुने भाइले एउटा मिठो कविता सुनायो, गाउँमै अडिग भएर बस भन्ने जुन थिममा कविता सुनायो नि। अहिले राष्ट्रिय समस्या हेर्नु, 10 कक्षा पढ्दै गरेको भाइले राष्ट्रिय समस्यालाई पक्रेर अहिले गाउँ सहर हुँदै गएको, गाउँ खाली हुँदै गएको चिन्ता छ नि। गाउँ अटल भएर तिमी गाउँमै बस भन्ने भावमा उसले जो कविता सुनायो। अनि मैले मेरो गलामा लगाइरहेको रुद्राक्षको माला निकालेर त्यो भाइको गलामा लगाइदिएर मैले भने, बाबु यो कविता राम्रो लेखेका छौ, कविता लेख्न नछोड। यसै गरी समाज, गाउँ, परिवेशलाई राखेर लेख है भने ऊ भावुक भयो। भनिन्छ नि सर, जस्तो अब साहित्यमा चाहिँ त्यसको आर्थिक पाटो कम हुन्छ होइन, पुस्तकहरू बिक्दैन भन्ने पनि कतिपयको भनाइ छ। यसमा चाहिँ के भन्नुहुन्छ? अब तुलनात्मक रूपमा बिकेकै छ, त्यस्तो बिकेन, पठन संस्कृति छैन, खत्तम भयो भनेर निराश हुने परिस्थिति पनि छैन। किताबहरू बिकेकै छन्। महाकाव्य पढिँदैन भन्थे, धमाधम पढिएकै छन्। मेरा महाकाव्य मान्छेले पढेकै छन्। अस्ति म अमेरिका गएँ, मैले 35 दिनमा मैले 25वटा कार्यक्रम गरेँ। 25वटा कार्यक्रम गरेका ठाउँमा त्यहाँ आयोजक साथीहरूको हातमा मैले 25 ठाउँमा अग्नि देखेँ। उहाँहरूले पहिल्यै किनेर लगेर पढिसक्नु भएको छ। भनेपछि पठन संस्कृति छ, तर भने जस्तो आर्थिक उपार्जन नभएको होला। तर कतिपय कुरा चाहिँ के भने, तपाईँ जीवनको साहित्य लेख्ने कि जीविकाको साहित्य लेख्ने? तपाईँ चाहिँ एकदम जीविका चलाउन, धनी हुन, पैसा कमाउनलाई पाठकले जे पढ्न मन पराउँछ त्यही लेखिदिएर वार किताब बेच्ने कि खबरदार तैँले यो पढ्नुपर्छ भनेर पाठकले पढ्न जरुरी हुने किताब लेखेर कम बेच्ने कि पाठकले जे मन पराउँछ त्यही लेखिदिने? एउटा डक्टरले बिरामीले जे खान्छु भन्छ, माग्छ त्यही खानिदिन्छ कि अड्कलेर खानिदिन्छ? त्यसै एउटा लेखक भने नि समाजको डक्टर हो। उसले समाजलाई के चाहिन्छ त्यो अनुसार लेख्नुपर्छ भन्ने मलाई लाग्छ। हामी लगभग छोटो बसाइमा छौँ। हामी अलिकति कार्यक्रम धेरै नै छ। यो थुम्के साहित्यिक समूहको कार्यक्रम पनि धेरै छ। माइजोकमाई चाहिँ यस्तो ठाउँ हो जहाँबाट चाहिँ चेतनाथ आचार्य, महेश आचार्य, त्यसै गरी हाम्रो डाक्टर हिम भण्डारी लगायत धेरै नै उत्पादन भएका छन्। केशवराज पौडेल उहाँ आफैमा पनि लेखक पनि हुनुहुन्छ। उहाँले पढ्नुभएकै विद्यालयमा पनि पढाइरहनु भएको छ। उहाँहरू धेरै हुनुहुन्छ। जस्तो नामसालिङ माध्यमिक विद्यालयका शिक्षकहरू पनि धेरैजना हुनुहुन्छ। त्यसै गरी हाम्रो माइजोकमाईमा यस्ता प्रतिभाहरू धेरै नै हुनुहुन्छ र ती लुकिरहेका प्रतिभाहरू छन्। यस्ता प्रतिभालाई चाहिँ उजागर गर्न नयाँ आउने पिँढीले चाहिँ के गर्न सकेला यहाँको विचार? सबैभन्दा सजिलो के छ भने अहिले स्थानीय पाठ्यक्रम निर्माणको चरण छ।
हरेक पालिकाले आफ्नो स्थानीय पाठ्यक्रम निर्माण गर्ने चलन छ। पाठ्यक्रम निर्माण गर्दाखेरि यहाँका प्रसिद्ध मान्छेहरूको जीवनी पाठ्यक्रममा राखिदिनुपर्छ। जस्तै हेमभण्डारी यहाँबाट उठेर गए, पिएचडी गरे, विश्वविद्यालयमा पढाउँछन्, लामो समय रेडियो कर्ममा लागे, पत्रकारिता गरे, शालीन छन्, भद्र छन्, अध्ययनशील छन्, उनको विषयमा एउटा पाठ हुनसक्छ। अनि महेश आचार्य रेड नेपालबाट 2 पटक गीत प्रतियोगितामा प्रथम भए, स्वर्ण पदक प्राप्त गरे। उनको गीतहरू राखेर यहाँको स्थानीय पाठ्यक्रममा पढाउन सकिन्छ। अरू जो थुम्कीको साहित्य समूहको अध्यक्ष हुनुहुन्छ पौडेल सर, उहाँको किताब हामी भोलि विमोचन गर्दैछौँ होइन। अनि गत वर्ष पनि एउटा विमोचन भएको थियो, नमुना मदन भनेर भोलि गर्दैछौँ। अनि यसरी यहाँबाट प्रकाशित भएका पुस्तक, यहाँका लेखकहरू, यहाँका समाजसेवीहरू, यहाँका अग्रजहरू, हेर्नु त हामी यो विद्यालयको प्राङ्गणमा छौँ। यो चाहिँ अमर कल्याण विद्यालयको प्राङ्गणमा यहाँ कति पुस्ता, झन् 11 साल कि 14 सालमा स्थापना भएको यो विद्यालय, 11 सालमा स्थापना भएको विद्यालय, 11 साल चाहिँ अहिलेसम्म कति पुस्ता निर्माण गर्यो। यहाँ चाहिँ प्रधान अध्यापक भएर, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर कतिले योगदान पुर्यायो होला। यहाँको वरिष्ठ शिक्षासेवी भनेर यहाँका पूर्व प्रधान अध्यापक, अहिलेका प्रधान अध्यापकसँग केही प्रधान अध्यापकहरूको बारेमा स्थानीय पाठ्यक्रममा किन नराख्ने। यसरी अहिले स्थानीय पाठ्यक्रमले यो सबै कुरालाई समेट्यो भने यहाँबाट उठेका भाइ बहिनीहरूले मेरो भूमि त यस्तो विद्वानहरू, यस्ता मान्छेहरूले गर्दा बनेको रहेछ भन्ने प्रेरणा मिल्छ। उनीहरूले सिक्छन्, केही गर्छु भन्ने हुन्छन्। अनि यी जो मान्छे छन्, यिनीहरू मार्फत उनीहरूलाई जीवन सिकाएर, बाँच्न सिकाएर, लेख्न सिकाएर, अपेक्षाहरू सिकायौँ भने ती भाइ बहिनीहरूलाई पालिकाले जोड्न जरुरी छ। कहिले यस्तै महोत्सवहरू गरिदिने, चित्रकला रुचिहरूलाई कहिले काहीँ पेन्टिङको के अरे कम्पिटिसन गरिदिने होइन, चित्रकला प्रतियोगिता गरिदिने। त्यो चित्रकलालाई फ्रेम हालेर पालिकाले राख्न सक्छ, पालिकाले किनिदिन सक्छ, वडाले किनिदिन सक्छ, बाहिर व्यवसाय गरिदिन सक्छ। हेर्नु त, राम्रो चित्र बनाउने भाइहरूको चित्र बेचिदिन सक्छ। अनि कसैले साँच्चै राम्रो लेख्यो भने तिनीहरूको कविता छापिदिन सक्छ, कसैले राम्रो किताब लेख्यो भने छापिदिन सक्छ, कसैले राम्रो गायो भने एल्बम निकालिदिन सक्छ। स्थानीय सरकारसँग जो स्रोत साधन छ, त्यो स्थानीय सरकारहरूलाई चाहिँ जोडेर केही नयाँ कामहरू गर्न चाहिँ जरुरी छ। त्यही अनुसार चाहिँ हुनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। हुन्छ, हामी धेरै व्यस्त समयमा हामीलाई समय उपलब्ध गराइदिनु भयो। यहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हाम्रो माइजोगमी खबरको सम्पूर्ण टिमले नै। र यहाँ आइदिनु भयो, यहाँलाई हामी हार्दिक स्वागत पनि गर्दछौँ। र अन्त्यमा के भन्नुहुन्छ? म अलिकति तपाईँको बारेमा बोल्नु छ। तपाईँ हिजोदेखि हामी टिममा सँगै छौँ, सक्रिय भएर लागेका छौँ। तपाईँले मिडिया सानो र ठुलो हुँदैन, मिडिया कहाँबाट गरे त्यो ठुलो हुँदैन। काठमाडौँबाट गरे पनि, इलामबाट गरे पनि, कञ्चनपुरबाट गरे पनि केही छैन। तपाईँले जो गरिराख्नु भएको छ, तपाईँले जो योदेखि जुन रुचिका साथ गरिराख्नु भएको छ, जे काम गरिराख्नु भएको छ, तपाईँले जुन सरल तरिकाले एङ्गलहरू उठाएर जुन रिपोर्टिङहरू गरिराख्नु भएको छ, योदेखि तपाईँलाई मैले हेरिरहेको छु नजिकबाट। म पनि 30 वर्ष रेडियोमा काम गरेँ, 10 वर्ष बिबिसीमा काम गरेँ, अखबारहरूमा लेखेँ। यो उमेरमा होइन, तपाईँले आफ्नो ढङ्गले जुन गरिराख्नु भएको छ, राम्रो गर्नुभएको छ। तपाईँको उज्जवल भविष्यको कामना गर्छु। अझ मलाई प्रेमपूर्वक यो समूहले, यो टिमले मलाई बोलायो, म आउन पाएँ, बस्न पाएँ, यो झन् मलाई प्रिय लागेको छ। धेरै धेरै धन्यवाद। आउँदा जाँदा लाउँला पिरती भने जस्तो आउँदा जाँदा फेरि भेटौँला। तपाईँको पनि र यो सञ्चार संस्थाको पनि उज्जवल भविष्यको कामना गर्छु। हस्, हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ। हस्, धन्यवाद।